जागिर गरेर ल्याएको पैसा देख्ने यो समाजले यो अदृश्य मेहनत त खासै देख्दैन। हेलो एभ्रीवान, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ मैले लङ टाइम पछि नयाँ भिडियो अपलोड गर्दैछु। यो भिडियो चाहिँ मेरो ठुल दिदीको बारीको हो। यो ठाउँमा घर बनाएर बस्नुभएका म्याक्सिमम दिदी बहिनीहरूले चाहिँ बजारबाट किनेर ल्याउने खाने गर्छन् तरकारीहरू। तर मेरो दिदीले चाहिँ तराई आएदेखि यस्तै मेहनत गरेर आफ्नै बारीको अर्गानिक साग तरकारीहरू खाने गरेको छन्। एकचोटि निहालेर हेर्नुहोस् त, यो बारीमा फलेको यति राम्रो तरकारी। यदि तरकारी महिनैभरि किनेर खाँदा चाहिँ महिना कति पैसा छुट्याउनुहुन्छ। एउटा संयुक्त परिवारको तरकारी किन्ने पैसा देख्ने समाजले चाहिँ यो फलाएर खाएको तरकारीको मूल्य चाहिँ देख्दैन। सुरुमा ठुल दिदीको विवाह गर्दाखेरि चाहिँ मम्मीले भन्नुभएको थियो, यो त अल्छी चाहिँ केही काम गर्न सक्दैन, यसलाई चाहिँ बजारबाट चामल किनेर खानेसँग बिहा गर्न सुहाउँछ, तर काम चाहिँ यसले गर्दैन भन्नुहुन्थ्यो कि। तर मेरो ठुल दिदीले यो कुराहरू सबै गलत साबित गरिदिएर पहाडमा वर्षौँ बिताइसकेपछि अनि तराई झर्नु भएको हो दिदी बिनाजु। फेरि अहिले तराई आइसकेपछि पनि मेरो दिदीले यस्तो तरकारीहरू सबै लगाएर किनेर केही पनि खानु चाहिँ हुँदैन। सबै तरकारी फलाएर धान गहुँहरू सबै लगाउनुहुन्छ होइन, सिजन अनुसार। एउटा सफल पुरुषको पछाडि चाहिँ यस्तो मेहनती महिलाको हात हुन्छ, यो कुरा चाहिँ सबैले बुझ्नु हुँदैन। तर पनि यो सबै देख्दाखेरि मलाई एकदमै खुसी लाग्यो कि, त्यही भएर मैले चाहिँ भिडियो खिचेको थिएँ। यो अपलोड गर्ने फुर्सद नभएर चाहिँ म आज अपलोड गर्दैछु। अनि यो सबै कुराहरू थाहा पाइसकेपछि मम्मी पनि एकदम खुसी कि, आफ्नो सबै छोरीहरू देखेर कति खुसी लाग्छ होला मेरो मम्मीले चाहिँ। भन्नेले जेसुकै भनौँ, तर मेरो मम्मी चाहिँ एकदमै लकी हुनुहुन्छ। अनि हामी चार बहिनी पनि एकदमै लकी छौँ, किनभने एकअर्कालाई साथ दिने यस्तो दिदीबहिनीहरू पाएको छौँ। अनि कति धेरै माया गर्ने मम्मी हुनुहुन्छ। यो मेहनत चाहिँ कुनै जागिर भन्दा कम छैन है, किनभने जागिरबाट कमाएको पैसाले चाहिँ यस्तै साग तरकारी र अनि रासन पानी भर्नलाई पनि पुग्दैन। यो महँगीको जमानामा चाहिँ तरकारी पनि कति महँगो भइसकेको छ अहिलेको स्थिति हेर्दाखेरि। घरमा बच्चा हेर्दै प्लस अनि यो काम गर्नु अनि पछि यस्तो मेहनतले यति राम्रो बारी बनाएको छ मेरो दिदीले, यसमा चाहिँ म प्राउड गर्छु। आफ्नो तर्फबाट हुने आफूले सक्ने काम चाहिँ मेहनत गरेर गर्ने हो, अन्त घर त्यसै स्वर्ग बनिहाल्छ। थ्याङ्क यू फर वाचिङ एभ्रीवान, जसले मेरो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुभयो।